हिँड्नु तपाईँहरू हिँड्नु ए के अरे अघि मैले सर म झर्छु है हुन्छ एकछिन नझरौँ हुन्छ पर्दैन ट्राई गर्नु हुँदैन के हामी चाहिँ अहिले आइपुगेका छौँ पछाडिबाट चाहिँ आउनै बाँकी यो स्कुटीवालाहरू चाहिँ अगाडि आइसक्यौँ हामी पार्किङ पनि सुरु भयो हाम्रो अहिले चाहिँ पछाडिबाट पनि आइपुग्नु हो अनि यहाँ पनि के गरेको पनि अझै दुईजना चाहिँ पछाडि नै हुन्छ पर आउनु रहेछ आयो है आयो 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 हामी जानुपर्ने चाहिँ त्यही माथि डाँडा थियो यता जानुपर्ने हो अनि यतै राख्नु न यहाँनिर कुनामा राख्नु कुनामा फुलमा बच्चाहरू नानीहरू हामी चाहिँ निस्किँदैछौँ है यात्रीहरू हामी निस्किँदैछौँ सबै अगाडि हुन्छ गाडी जेठा दाई र दाई भाउजू हुन्छ दाई दाईहरू दाई 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 बाबै भतिज त्यस्तो छ है हामी चाहिँ के हुन्छ अरे दाई यो चाहिँ हाम्रो पानी सेसन हो फोटो सेसन दाइले फेरि पत्रमा दिनुभएको त भाउजूलाई फेरि पानी पनि के राखो फेरिमा पानी उडेर यार यो कालको सबै हिँडेको लाइन नै म अलिक तल हुनु पर्थ्यो नि भरिको जना अझै पो हामी जाँदैछौँ कति रमाइलो लाग्दैन हुर हुर एउटा टिकटक बनाउनु पर्छ होला छेउ 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 के र थियो तपाईले खिच्दै हाल्थे यो घर निकालेर उया माथिबाट हजुर
भिडियोहरू बनाउन यो चाहिँ हामी कागथला भिरमा छौँ हो अहिले चाहिँ कागथला भिरको फेदामा आमा भाउजू त्यो ढुङ्गे धारामा पानी खानु त म चारपट्टि बसौँ न अहिले गइहाल्यो भने डुबुल्की मारिहाल्नुपर्छ सबै सरी हामी यात्रामा छौँ अनि पछिको टोलीहरू पनि आइपुग्नु होला अब फेरि हामी जाने यात्रामै छौँ अझै नलपत्रीमा पुगिसकेको छैन अझै हामी जाँदैछौँ यसरी अब पुग्यो अघि आएर चाहिँ अब यहाँदेखि उता जाँदा चाहिँ टेम्पो गइन्छ अब हाम्रो यात्रा चाहिँ यहाँदेखि 150 हुन्छ हामी चाहिँ अगाडि छौँ अहिले आउँदा हाम्रो बाटो जग्गाहरू नै यिनीहरू नै हो सबै हाम्रो नि अनि कहाँहरूको पर्छ त नि हामी यता बसेको छ अनि म आफूलाई सोध्छु त्यो जग्गा ठाउँ के हो पल्लो तारे भिर कान्छ यो चाहिँ उको पर्छ अरे के तारे भिर कसको अर्धनपाती पार्को कि कसको पर्छ अरे हौ भिर पनि नापी छ अरे के यिनीहरू सबै हाम्रो फाटो अरे के यो भएको छ नि यति जम्मै देखेको सबै हाम्रै अरे के बुढोले तलबाट यही फाट त देखाउने हाम्रो दाइले त्यहाँबाट अस्ति निकाल्दै सुरु भयो है यस्तो छ खाने चिजहरू चाहिँ ढिला आयो तर कडा आयो है कडा आयो तपाईँकोबाट के गर्छ म हुन्छ यो त चाख्नु भन ल जिन्दगी यसलाई चाहिँ के भन्छ खोइ दाइ हेरौँ यो चिन्छ सबै ताक्न हो यतै छिट्टै भयो हो यति त चाउचाउ चाहिँ किन कोही पनि खानु नआउनु भएको म खाल्थेन नि त नि चाउचाउ यति हजारमा मसला पनि सबै हाल्छ ऊ भाउजूहरूलाई दिनु नि दाजु हेर्नु न एक सरकारी आएको नि त आउनु न यता आजकल यता सामुदायिक जङ्गल कता अनि कस्तो छ भन्ने आउँछ कि यो पनि फोहोर एक ठाउँ राखेर यसो गर्नुपर्छ है सिमाना भनेपछि
खाइपी गरेर चाहिँ ओह्रालो भर्खर हिँड्ने बेला हो सबैजना थिच्दै हिँड्नु जाने हो घर हालतमा सानो नानेको र यहाँनिर यता त अब घाम नलागेर होला हजुर हजुर घाम नलागेर म धुलो बोकेँ है आऊ म छोरी त्यसो आज त पढ्यो हो त जाउँ डेन्जर टोकियो खतरा छ बाबा दाजु